नमस्कार। म आज यो विषयमा कुरा गर्दछु कि तपाईँ जहाँ हुनुहुन्छ नि त्यहाँ एउटा लर्नरको रूपमा चाहिँ आफूलाई चाहिँ स्वीकार्नुपर्छ। यो विषयमा म आज कुरा गर्दछु। अमेरिकाको क्यालिफोर्नियामा पढाउने एउटा प्रोफेसर चाहिँ हुनुहुन्थ्यो। उहाँ चाहिँ पिएचडी गर्ने विद्यार्थीहरूलाई पढाउँदथे। अनि एक दिन चाहिँ उहाँको इन्टरभ्यू लिएछ एउटा पत्रकार गएर, हजुर त चाहिँ महान एउटा प्रोफेसर हुनुहुन्छ भनेर चाहिँ उहाँलाई चाहिँ इन्टरभ्यू लिएछ, तपाईँ आफ्नो व्यक्तिगत विषयबारे केही भन्नु भनेर। अनि उहाँले भनेछ कि वास्तवमा म चाहिँ एउटा प्रोफेसर होइन, म चाहिँ एउटा विद्यार्थी हो र म अहिले पनि सिक्दैछु। जुन चाहिँ पढ्न आउँछ, पिएचडी गर्न आउँछ विद्यार्थीहरू, त्योबाट म अहिले पनि सिक्दैछु र यो सिक्ने सिलसिला मेरो जारी नै छ। त मेरो भन्नुको अर्थ हो यो कि त्यत्रो चाहिँ एउटा ठुलो चाहिँ प्रोफेसरले चाहिँ भन्छ कि अमेरिकाको क्यालिफोर्नियामा पढाउने विश्वविद्यालयमा पढाउने चाहिँ प्रोफेसरले भन्नुहुन्छ कि म एउटा विद्यार्थी छु भने हामी तपाईँमा अलिकति गुण भयो, अलिकति सिप भयो भने आफूलाई आफैले सो गर्न थाल्छ मान्छेहरू। त मेरो भन्नुको तात्पर्य त यो हो कि हामीलाई जहिले पनि जुन ठाउँमा हुनुहुन्छ, जहाँ हुनुहुन्छ त्यहाँ सधैँ सिक्नु पर्दछ कि स्टेप बाई स्टेप चाहिँ सिक्नु पर्दछ। एकै झट्कामा कसैले एकैचोटि चाहिँ टपमा पुग्न सक्दैन। यानि कि त्यसले के गर्छ, सानो सानो टार्गेटहरूलाई पुरा गर्दै गएपछि मात्र त्यो मान्छे एक दिन चाहिँ सफलताको शिखरलाई पार गर्दछ र सफलता हासिल गर्दछ। त भन्नुको अर्थ कि हामी तपाईँ जोसुकै भए पनि जुन ठाउँमा हुनुहुन्छ त्यो ठाउँमा चाहिँ आफूलाई एउटा लर्नरको रूपमा, एउटा सिकारुको रूपमा र म एउटा यता सिक्न आएको छु भनेर यो हिसाबले चाहिँ जीवनमा अगाडि बढ्नु पर्दछ। धन्यवाद। म अर्को भिडियोमा भेट्छु।